मिनासान कोनिचिवा लन्चप्ना सेन्सेमा चाहिँ तपाईँहरूलाई फेरि पनि स्वागत छ। आज चाहिँ हामी लेसन 6 को बारेमा चाहिँ कुरा गर्नेछौँ। जा कोतोबा नो इमिका र हाजिमेमास्यो। सुरुमा रहेको छ ताबेमास। ताबेमास भनेको खान्छु, नोमिमास नोमिमास भनेको पिउँछु, सुइमास भनेको तान्छु, जस्तै चुरोट तान्नु स्मोक गर्छु भन्ने कुरा भयो। त्यस्तै मिमास भनेको हेर्छु, किकिमास सुन्छु, योमिमास पढ्छु, खाकीमास लेख्छु, खाइमास किन्छु, तोरीमास खिच्छु, जस्तै फोटो खिच्छु भन्दाखेरि चाहिँ यसको प्रयोग हुन्छ। सिमास गर्छु अथवा खेल्छु, आइमास भेट्छु, गोहान खाना, आशा गोहान ब्रेकफास्ट, हिरो गोहान लन्च, बान गोहान डिनर। त्यस्तै पान भनेको पाउरोटी, तामागो अन्डा, निकु मासु, साकाना माछा, यासाई तरकारी, कुदामोनो फलफुल, मिजु पानी, ओच्या च्या, कोच्या कालो च्या, ग्युन्यु गाईको दुध, मिरुकु भनेको पनि दुध, जुसु जुस, बिरु बियर, ओसाके रक्सी, बिदेओ भिडियो, एइगा भनेको फिल्म, सिडी भनेको सिडी, तेगामी चिठी, रेपोतो रिपोर्ट, स्यासिन फोटो, मिसे पसल, रेसुतोरान रेस्टुरेन्ट, निवा बगैँचा, सुकुदाई होमवर्क, साखा फुटबल, ओहानामी चेरी फुल दृश्य, नानी के कुन, इस्योनी सँगै, चोत्तो एकैछिन केही समय, इचुमो सधैँ जहिले पनि, तोकिदोकी कहिले काहीँ, सोरेकारा त्यसपछि, यी देख्ने ठिक छ राम्रो छ हुन्छ भनेको, वखारी मास्ता भनेको बुझे, मेक्सिको भनेको मेक्सिको। लेसन 6 मा भएको कोतोबानो इमीहरू यति मात्रै हो। अब चाहिँ हामी लेसन 6 कै ग्रामरलाई चाहिँ बुनपोलाई चाहिँ हेरौँ है त। लेसन 6 को नम्बर 1 ग्रामरमा रहेको छ मास फर्मको अगाडि जहिले पनि पार्टिकल ओ लगाइन्छ, तर इकिमास किमास र खाइरिमास मास फर्म भए तापनि यिनीहरूको अगाडि भने पार्टिकल ओ लगाउन मिल्दैन। सो 1 नम्बरमा गोहान खाना भइहाल्यो, ताबे मास खान्छु, ताबे मास अन्तिममा मास आएको छ त्यसले यसलाई मास फर्म मानिन्छ। त्यसैले अन्तिममा मास फर्म आएको कारणले चाहिँ हामीले त्यो मास फर्मको अगाडि चाहिँ हामीले पार्टिकल ओलाई राखेको छौँ, जसको अर्थ खानालाई खान्छु भन्ने हुन्छ, तर लाइलाई चाहिँ हामी नेपालीमा साइलेन्टमा राख्छौँ, त्यसैले खाना खान्छु भन्ने अर्थ दिन्छ। त्यसै मिजु भनेको पानी, पानी पिउँछु, पिउनुलाई नोमिमास भनिन्छ, मिजु नोमिमास मात्र भन्न मिलेन। अब पिउँछु पनि नोमिमास पनि मास फर्म हो, त्यसैले मिजु ओ नोमिमास भन्नुपर्ने हुन्छ। त्यसै अर्को नम्बरमा रहेको छ डट मासेन्का। मासेन्का भनेको के हो त? नेगेटिभ अर्थ दिन्छ। अब त्यही नेगेटिभमा नै क्वेसनमा का जोडेर मासेन्का बनेको हो। यदि नेगेटिभमा का थपेर आउँछ भने त्यसले भव अनुसार नि होइन भनेर प्रश्न गर्दछ। जस्तै कसैलाई केही गर्ने होइन भनेर सोद्धाखेरि पनि यसको प्रयोग गरिन्छ। जस्तै इक्जाम्पलमा हेरौँ, गोहान ओ ताबेमास खाना खान्छु भन्छ हो, त्यसलाई बनाउँदा इस्योनी गोहान ओ ताबेमासेन्का सँगै खाना खाने होइन, जस्तै तिमी र म सँगै खाना खाने होइन भनेर प्रश्न गरेको जस्तै भयो। त्यस्तै गाक्को ए इकिमास स्कुलतिर जान्छु अर्थात् स्कुल जान्छु भन्छ। अब त्यही कुरालाई के बनायो त? इस्योनी गाक्को ए इकिमासेन्का सँगै स्कुल जाने होइन भनेर चाहिँ प्रश्न सोधेको हुन्छ, अर्थात् प्रस्ताव राखेको हुन्छ भन्ने अर्थ चाहिँ दिन्छ। त्यसै अर्को नम्बरमा रहेको छ मास्यो। मास फर्मको अन्तिमको सलाई हटाएर स्यो थपिन्छ भने भव अनुसार औ भन्ने हुन्छ। मासेन्कामा सोधेको प्रश्नको सकारात्मक उत्तर दिँदा यसको प्रयोग गरिन्छ। भन्न खोजेको अघि जुन मासेन्कामा प्रश्न गरेको थियो, यो प्रश्नको उत्तर दिँदा सकारात्मक उत्तर दिँदाखेरि चाहिँ यसको प्रयोग गरिन्छ। उदाहरण हेरौँ, इस्योनी गोहान ताबेमासेन्का सँगै खाना खाने होइन भनेर प्रश्न गर्छ। अब यसलाई सकारात्मकमा उत्तर दिँदाखेरि ए ताबेमास्यो हुन्छ खाऊ, अन्तिमको सलाई हटाएर के गरायो त? स्यो बनायो, जसले चाहिँ भव अनुसार औ साउन्ड आउने भयो, गरौ खाऊ सुतौ भन्ने खालको अर्थ चाहिँ दिन्छ। त्यस्तै अर्कोमा छ क्वेसन, आसिता आइमासेन्का भोलि भेट्ने होइन भनेर चाहिँ प्रश्न गर्छ। अब सकारात्मकमा उत्तर दिनुपर्ने भएको कारणले हामीले के भन्नु पर्यो? ए आइमास्यो
हुन्छ भेटौँ भन्ने अर्थ चाहिँ दिन्छ। लेसन 6मा भएको ग्रामरहरू पनि यति मात्रै हो। अब चाहिँ तपाईँहरूले लेसन 6को रेन्सियोहरू गरेर लेसन 7 पढ्नलाई चाहिँ रेडी भएर बस्नुहोला। मिनासान सायोनारा।